यस विश्लेषणमा स्वागत छ। आज हामी ग्रामीण जीवन कसरी फेरिँदैछ भन्ने कुराको गहिरो सामाजिक आर्थिक पाटो खोतल्नेछौँ र यो सब हेर्नेछौँ एउटा गाउँले मजदुर परीक्षणको आफ्नै भोगाइबाट। शिक्षा, वर्ग र पसिनाले कसरी एउटा सिङ्गो गाउँको मुहार नै फेरिदिन्छ, आउनुहोस् सँगै बुझौँ। सुन्दा जति सामान्य लाग्छ, परीक्षणको यो भनाइ त्यति नै शक्तिशाली छ। पढेर तिमी ठूलो मान्छे भयो, मलाई लाग्छ हामी साथीहरू धेरै पछाडि पर्यौं। यो एउटै वाक्यले कथाको पूरै दिशा बदलिदिन्छ। पढेर सहर पसेको किसानबाट गाउँमै पसिना बगाइरहेको मजदुरतिर कथा मोडिन्छ। यसले दुई साथी बीचको भौतिक दूरी मात्र होइन, समयसँगै गहिरिँदै गएको ठूलो वर्गीय खाडललाई छर्लङ्ग पार्छ। बाल्यकालका साथीदेखि वर्गीय अपरिचितसम्म कसरी सुरु हुन्छ त यो सामाजिक आर्थिक विभाजन? आउनुहोस् हेरौँ। यहाँ दुई साथीको बाटो ठ्याक्कै फाटेको देखिन्छ। एकातिर किसन छन् जसले कालो अक्षर अर्थात् शिक्षाको बाटो समाते र प्रगतिको सिँढी चढे। अर्कोतिर परीक्षण छन् जसको भागमा त्यही पुर्ख्यौली बलिया पाखुरा पर्यो अर्थात् कोदालो, हँसिया र कहिल्यै नसकिने शारीरिक श्रम। यो एउटै गाउँभित्र बनेका दुई बिल्कुलै फरक संसारको चित्र हो। अब यो कुनै एउटा व्यक्तिगत दुःखको कथा मात्र होइन नि। यसलाई प्राज्ञिक भाषामा सामाजिक आर्थिक स्तरीकरण भनिन्छ। सम्पत्ति, आय र शिक्षाको आधारमा मानिसहरू कसरी फरक फरक वर्गमा बाँडिन्छन् भन्ने कुराको यो एउटा ठेट उदाहरण हो। शिक्षा र अवसरले मानिसलाई कसरी बेग्लै सामाजिक स्तरमा पुर्याइदिन्छ भन्ने कुरा यसले प्रमाणित गर्छ। ग्रामीण श्रमको यो चक्र साँच्चै नै डरलाग्दो छ। परीक्षणकै जीवनलाई हेरौँ न। 6-7 वर्षकै उमेरमा गोठालो, अलि हुर्किएपछि ज्यालादारी मजदुर। र सबैभन्दा विडम्बनाको कुरा, यही गरिबी र सीमित अवसरको चक्र उसले भोलि आफ्नो छोरालाई पनि सुम्पिनेछ। यो कहिल्यै नटुङ्गिने एउटा गोलचक्र जस्तै हो। यो निरन्तर चलिरहने चक्रलाई गाउँको त्यही नदीले पनि प्रतिबिम्बित गर्छ। कुनै बेला तिनै दुई साथी बाढी आउँदा गाईको पुच्छर समातेर त्यही नदी तर्थे। त्यो कस्तो साझा र निर्दोष बाल्यकाल थियो। तर आज त्यो निर्दोषपनलाई उमेर र वर्गीय यथार्थको बाढीले बगाइसकेको छ। नदी उही छ, तर गाउँ र सम्बन्धहरू पुरै फेरिसके। हडतालको रूपरेखा, ग्रामीण एकतामा आउने प्रणालीगत बाधाहरू। परीक्षणको दिनचर्या र यथार्थ बुझ्न ज्यालादारी श्रमलाई बुझ्नै पर्छ। जब बाँच्नका लागि मानिसले आफ्नो शारीरिक श्रमलाई एउटा वस्तु जस्तै बेच्न बाध्य हुन्छ, तब गाउँको पुरै सामाजिक गतिशीलता नै बदलिन्छ। यो अब कामको कुरा मात्र रहेन, यो सिधै शक्ति र अस्तित्वको सङ्घर्ष बन्न पुग्छ। जम्मा 4 किलो धान हो। त्यही 4 किलो धानको लागि सुरु भएको तल्लो तहको श्रम आन्दोलनलाई एकछिन केलाएर हेरौँ। 3 दिनसम्म हडताल चल्यो। तर अचम्मको कुरा के भने, यो आन्दोलन मालिकहरूले गर्दा होइन, आफ्नै भित्रबाट तुहियो। फेकन र शनिचर जस्ता आफ्नै नेताहरूको धोकाले गर्दा वर्षौंदेखिको एकता तासको महल झैँ ढल्यो। फुटाउ र राजगरण नीति यसले गाउँलाई कसरी विभाजन गर्छ, बुझौँ। किसनले यसलाई ठ्याक्कै अङ्ग्रेजको रोग बनेका छन्। यो फुटाउ र राजगरको पुरानै रणनीति हो। ठूलो शक्तिलाई साना टुक्रामा बाँडेर कमजोर बनाउने अनि शासन गर्ने। मजदुरहरू एकताबद्ध भए भने मालिकलाई चुनौती हुन्छ, त्यसैले उनीहरूलाई सधैँ आश्रित र कमजोर बनाइराख्न यो जानी बुझिकन खेलिएको खेल हो। लोभले कसरी बलिया पाखुराहरूको एकतालाई चकनाचुर पार्छ भन्ने यो एउटा गतिलो प्रमाण हो। सम्भ्रान्तहरूले नेताहरूलाई चाडमुरी धानको लोभ देखाए। मजदुरहरूले विद्रोह त गरे, भ्रष्ट नेताहरूलाई पनि निकाले। तर मालिकहरू कति चलाक भने केहीलाई मात्र धान दिएर परीक्षणको समूहलाई रित्तै हात फर्काइदिए। परिणाम, सिङ्गो मजदुरवर्ग टुक्रा टुक्रामा बाँडियो। 3. यो सुन्दा एउटा सामान्य अङ्क मात्र लाग्न सक्छ, तर यो एउटा डरलाग्दो गणितीय यथार्थ हो। एक समयको त्यो बलियो एकजुट गाउँ अहिले 3वटा छुट्टा छुट्टै गुटमा टुक्रिएको छ। उनीहरूको शक्ति कति कमजोर भयो भन्ने कुरा यो अङ्कले प्रष्ट पार्छ। यति नराम्ररी हार र विभाजन भोग्दा पनि परीक्षणको अठोट हेर्नुस् त। उनी भन्छन्, जे होस्, कम्तीमा अब हाम्रो पार्टीमा कुनै गद्दार छैनन्। त्यति सानो र टुक्रिएको समूहमा पनि उनले एउटा आशावादी दृष्टिकोण भेट्टाए। यो भनेको मजदुर वर्गको कहिल्यै हार नमान्ने अद्भुत सहनशीलता हो। गाउँको कथा पुनः दावी गर्दै अब लागौँ कलाको शक्तितिर। यहाँनिर परीक्षणले किसनलाई दिएको चुनौतीले साँच्चै नै सोच्न बाध्य बनाउँछ। तिमी पढे लेखेका मान्छे हौ, गाउँको गौरव हौ, हाम्रो सम्मान हौ।
यसको अर्थ के हो भने शिक्षित वर्गलाई गाउँले सधैँ माथि राख्छ, तर जब उनीहरू नै गाउँ छोडेर जान्छन्, मजदुरहरू मालिक सामु झन एक्ला र निरीह बन्न पुग्छन्। गाउँ छोड्नेहरूसँग उनीहरूको भरोसा जोडिएको हुन्छ। यहाँनिर दुईवटा बिल्कुलै फरक संसार आम्ने सामने हुन्छन्। एकातिर हडताल सहने, माटोमा पसिना बगाउने र आफ्नो हकका लागि लड्ने मजदुरको गहिरो स्थानीय सङ्घर्ष छ। अर्कोतिर गाउँ फर्केको पढेलेखेको मान्छेको मनमा उब्जिएको एक्लोपन र अपराधबोध छ। सङ्घर्षको मैदान र अपराधबोधको मानसिकता बीचको यो खाडल एकदमै फराकिलो छ। रमाइलो कुरा के छ भने यस्तो अवस्थामा पनि मजदुरहरू गाउँको मेलाका लागि रोबिनहुड नाटकको अभ्यास गरिरहेका छन्। धनीबाट खोसेर गरिबलाई दिने कथा सुन्दा अलि व्यङ्ग्यात्मक लागे पनि उनीहरूको वर्तमान अवस्था र दबिएको चाहनाको योभन्दा सटिक प्रस्तुति अरू के हुन सक्थ्यो र? परीक्षणले किसेनसँग एउटा एकदमै बलियो माग राख्छन्। गाउँका घटनाहरूमा आधारित एउटा धेरै राम्रो नाटक लेख। उनी चाहन्छन् कि किसनले आफ्नो कालो अक्षरको ताकत प्रयोग गरेर उनीहरूको दुःख र सङ्घर्षलाई लिपिबद्ध गरून्। उनी आफ्नो पसिनालाई अमर कलामा परिणत गर्न चाहन्छन्। हाम्रो यो विश्लेषणको अन्त्यमा आइपुग्दा एउटा गम्भीर प्रश्न उठ्छ। इतिहास लेख्ने साँचो शक्ति कोसँग हुन्छ? यो जीवन दिनौँ बाँच्ने र पसिना बगाउने मजदुरसँग, या यो यथार्थलाई टाढाबाट हेर्ने र कलम चलाउने शिक्षित वर्गसँग? बदलिरहेको गाउँको यो आत्मालाई कसले सही रूपमा परिभाषित गर्न सक्छ? यो प्रश्नमा पक्कै पनि विचार गर्नुहोला।